Hello guys, welcome back to my YouTube channel. It's me Jordan हैन अनि आज चाहिँ म फुटबल टुर्नामेन्ट हेर्न जाँदैछु अनि हाम्रो यता काग्यू घुन्चोमा अनि आजको दिन चाहिँ फुटबल टुर्नामेन्ट राखेको रहेछ अनि नाम चाहिँ हैन काग्यू घुन्चो one day football tournament 2023 है so yeah अनि आजको यो टुर्नामेन्ट चाहिँ 20 मिनट्सको हुने रहेछ 40 मिनट्स है अनि 8वटा टिम छ है 8वटा टिमबाट अनि 2-2 जना गरेर सेमी फाइनल त्यसपछि फाइनल हैन सो विनर प्राइज चाहिँ 8000 रहेछ हो अनि रनर अपले 2000 एन्ड इन्ट्री फी 1000 रहेछ हो सो या I hope it's gonna be fun, है ना? Yeah, let's go. यस्तो हो क्या अब हाम्रो किपरले रेड कार्ड खायो किपर चाहिँ जोइन छ हैन टेन्सन छ एउटा खेला के ए के छ गरो अनि आज के हो कम्पिटिसन छ कि छैन फुलमा फुल हो 100 मा 110 छ हामी 5000 लाने हो नि ल ठीक छ हाम्रो ल्याम्बर चाहिँ नर्भस भएको छ कहाँ हो डेभिड सिल्भा हो कि हो पेपे कहाँ हो पेपे गेम रहेछ कहाँ मिल्छ डेभिड सिल्भा जस्तो छ त्यहाँदेखि कम्पनी यहाँ हालत यहाँ छ पेपे यहाँ छ के भन्नु यो अनि किपर चाहिँ को हो डिफरेन्ट जग्गा क्या डिफरेन्ट के हो तिम्रो हो के अरे जोडी आल्बा हो लुकास बास्केट यहाँ किपर छ किपर किन यहाँ भाग चाहिँ हेर यतातिर 40 रुपियाँ दिनुपर्छ भाग गर्दै हेर्दा भरे नदेला यसले 11सँग हुनुपर्छ नि 그런 이야 강구들이 त्यो होइन हो यता साथमा छ 뭐가라는 먹어야 해서 यो मारे के बनाउनु भयो मिठो बास्ना आएको पराठा बनाउनु भएको थियो ए हजुर ए बनाउनुहुन्छ सबै के पाइन्छ दिउँसोतिर यतातिर आज लामाहरू थुप्रो आएको छ यहाँ फुटबल खेल्न 8वटा टिम आएको छ कि यता खाना आउनु सक्छ नि नजिक हो यता नजिक हो यहाँ माथि त हो नि फागुको भयो कसरी छ खाना चाहिँ नि खाना कसरी छ
25 रुपियाँमा त फेरि हजुर अनि भेज चाहिँ 125 भेज चाहिँ अलिक महँगो भयो नि 100 रुपियाँ चिकन भात 125 भन्नुभयो 130 हामीले फेरि भेज हो कि चिकन भात पो सस्तो भयो चिकन भात पो सस्तो भयो दाइ कसरी भयो सस्तो भएन नि भेजलाई हेऱ्यो भने सस्तो भेजलाई हेऱ्यो भने चाहिँ भनेको अरू गाउँभन्दा सस्तै छ ओइ टिम लावा जित्नुपर्छ टिम लावा अनि काकी गुन्चो भन्नुपर्छ अब अहिले हैन अहिले चाहिँ अब हामी फ्युचरको लागि नदेख्ने नाम छ नदेख्ने नाम छ मैनसल कि भुम्बा भनेको जस्तै कि अब नाम चाहिँ अब भरे देखाउनु पऱ्यो नि त्यहाँ 5000 बाट 2000 क्यामेराम्यानलाई ठिकै छ यहाँ यता पनि यता 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 छोली 3000 चाहिँ सान्डुलाई ए ल टिम लावा जित्नुपर्छ भोगारलाई हराउनुपर्छ ल ल भोगारलाई हराएन कसँग पर्छ यहाँदेखि रुमटेक र पल्पुङ त्यहाँदेखि रुमटेक सबैजना हराउनुपर्छ वास्तवमा यो बलि चाहिँ ल केटाहरू यता फागुको फुटबल ग्राउन्ड पुगे टुर्नामेन्ट स्टार्ट हुन लागेको छ हो फर्स्ट गेम चाहिँ अर्को गुम्बाहरूको ओइ फर्स्ट म्याच को रुमटेक र पालुङ हो फर्स्ट म्याच रुमटेक र पालुङ सेकेन्ड म्याच लाभा भर्सेस बोकार है त हेलो गाइज अनि यता फागुमा फुटबल म्याच छ आज हाम्रो हैन अनि हेर्नु आएको फुटबल गेम राम्रो थियो तर हाम्रो लाभाको टिम चाहिँ बोकरसँग हार्यो हो अनफर्चुनेटली है गेम भनेको त्यही हो हार जित भइहाल्छ हैन अनि साथीहरू त्यही बसिरहेछ सो म चाहिँ यता फागुमा यहाँ छोड्दैन एउटा छ कि अनि त्यो छोड्दैनमा घुम्न जाउँ भनेको नि त या सो लेट्स गो ल अनि हाम्रो लाभादेखि नजिक हो कि यो ठाउँ तर इट्स माई फर्स्ट टाइम हैन यता आएको राम्रो छ
एउटा रम्बुछेको मूर्ति रहेछ है कुन चाहिँ रम्बुछे हो थाहा भएन अनि माने घुमाउँदा त सधैँ यसरी राइट साइडमा क्लकवाइज घुमाउनुपर्छ है तपाईँहरूले ल छोटो दिन पनि घुमिहाल्यो अब जान्छु बिस्तारै फर्किन्छु है तल तल जाँदै त्यो मोमोहरू के पाउँछ होला त्यो खान्छु हो त्यसपछि उता डामडिम गुम्बामा फर्किन्छु है आज छुट्टीको दिन अब रिल्याक्स गरेर बस्नु ठिक होला आज म्याच पनि हार्यो हो अलि मन दुख्यो अब सबैजनाले अब जित्ने नै मन लाग्छ नि त हैन जित्ने नै एक्सपेक्ट गर्छु हो तर ठिकै छ जित हार भन्ने रियालिटी नै त्यही हो हैन ओके देन लेट्स गो यता पसल रहेछ के पाउँछ कि दिदी मोमो छ मोमो एक प्लेट दिनु न है हजुर भेज मोमो खाउँ है भोक लाग्यो कति भयो लिनु ल मोमो चाउमिन खायो मोमो ठिकै थियो चाउमिन चाहिँ अलि मिठो लागेन एनिवे पेट अगायो होइन ठुलो कुरा त्यही हो पेट अगायो अब म यहाँ तल अघि आउने बेला टाइटानिक भ्यू थियो हाम्रो ठाउँको नाम पनि टाइटानिक भ्यू हेर्न जान्छु म चाहिँ टाइटानिक भ्यू केटाहरू अझै फुटबल खेल्दैछ हो सायद अब फाइनल त बेलुकातिर मात्र हुन्छ होला सो अब हामी चाहिँ गएकै साथीहरू निस्किँदो रहेछ हो केटाहरू निस्किँदो रहेछ ल सायद सँगै फर्किने होला कि तोडिँदो रहेछ अब मेला मेला टाइटानिक भ्यू चाहिँ त्यहाँ है टाइटानिक भ्यू टाइटानिक भ्यू तर टाइटानिक भ्यू प्याक रहेछ अहिले हजुर लम्बो मनमा दुःख के छैन टाइटानिक भ्यू